चाहिँ हामी सोमदाङबाट निस्क्यौँ मेरो पछाडि चाहिँ दाई हुनुहुन्छ हाम्रो होटेलको अनि दिस इज सोमदाङ भिलेज है त दाई अलि अगाडि आउनु त दाई हो अब यहाँ चाहिँ अफ रोडिङ रहेछ ओ चरा यो बाइक हलाउँदैन नि दाइ अनि अफ रोडमा यस्तै ठाउँमा जानलाई बनाएको बाइक ट्याक्सीमा बसेको जस्तो हुने रहेछ तपाईँको है पाउनु है मेरो दाइ आउनु भएन चढ्न सकेन कि हो चढ्न सक्छ होला दाइ फोटो खिचिरह होला बाटो चाहिँ डेन्जरै रहेछ बाटो चाहिँ खत्रै रहेछ पहिरो गएको रहेछ नि त त्यहाँ है त्यसैले भाइ अलिकति यस्तो अगाडि आउनु न अलि अगाडि आउनु न छाती के छाती र ब्याग छ नि सँगै यस्तो समातेर बस्नु सजिलो भयो नि त्यो बाइक उकालोमा हुँदाखेरि छ नि न त यस्तो उठ्न खोज्छ कि
यहाँ हिजो आएछ यो नयाँ हो यो ए ठिक छ दाइ bit technical but okay म आएँ पक्नु ए ठिक छ यो चाहिँ बवाल रहेछ है बाटो झन् जाने त एकछिन डबल रोड त तान्दैन रहेछ यार यो बाइक आई हेड टु युज द क्लच कति फर्स्ट गियर बस्नु बस्नु डोन्ट स्ट्यान्ड अप है दाइ बसेरै छ नि उठ्यो भने तपाईँले पछाडिको टायर छ नि डिवेट हुन्छ कि खुट्टा खुट्टा एउटा लेफ्ट खुट्टा हो अनि 3 2 1 अलि पछाडि आउनु अलि पछाडि आउनु होइन बाइक पछाडि ल्याउनु कि तपाईँ ढुङ्गामा अड्क्यो कि सो अलि मोमेन्टम लिनुपर्छ त्यसको लागि अलिक पछाडिबाट आउनु होइन ल रोक्नु है मेरो पाली off-road rally let's go very technical now I know why that person was struggling altitude plus bike lane not that choose the left side dai right lo huncha ali technical terrain today very technical shall I go up अनि म माथिबाट आउँछु बरु
एकछिन त्यो झन् डेन्जर छ है तर हामी राइटपट्टिबाट जान्छौँ उतै यताबाट झन् अप्ठ्यारो हुँदै यो चाहिँ छ नि You can go straight. यो वाला लाइन पनि राम्रो छ तर त्यो ढुङ्गा छ नि यही लाइन ठिक छ तर यहाँ अनि यहाँबाट पोइन्ट एन्ड सुट ये मेरो पाली तपाईँ यहाँबाट जाने भन्नुभयो है यो Rubies found in Ruby Valley. Rubies found in Ruby Valley. Whoa, strawberry. The wild strawberry just so खाइदिउँ नखाइदिउँ मलाई दाइ आउनु भयो है छाती अगाडि ठिक छ ठिक छ ठिक छ ठिक छ थाक्नु भयो रिल्याक्स रिल्याक्स बिट टायरिङ बिट भेरी टेक्निकल यो खोलाबाटै छ नि यताबाट नजाउँ खोलाबाटै जाउँ बाइकको पावर त पुगिरहेछ दाइ पुगिरहेछ अब गयो यहाँबाट तल गयो भने चाहिँ गाउँ होला जस्तो है केटाकेटी हो होइन गयो ल यही स्पट हो त्यो मान्छे अड्केको राइटबाट बिचबाट जान सक्यो र राइट लियो भने चाहिँ ठिक हो म एकचोटि हेरौँ मोमेन्टम यो त यहीँ मुनिबाट स्टार्ट गर्नुपर्छ हेर दाइ
यो बाइक चाहिँ चढ्दैन त्यसरी म एकचोटि माथि लाइन हेरिहाल्छु त्यतिन्जेल यु ग्र्याब अ ब्रिथ हुन्न यहाँ यो राइट लाइन नै हो यार दाइ यो बाइक त चढ्दैन रहेछ एकछिन है दाइ हजुर सजिलो एडिकेट पावर इन द बाइक तपाईँको त इनफ पावर कि यो त जाँदाखेरि चाहिँ छ ओर्लिँदा बस्यो भने त छैन आई थिङ्क पुगि नै सक्यो 3800 मिटर्समा होइन त्यो पास 3790 10 मिटर्स कस्तो छ हेर्नु आई डोन्ट थिङ्क योभन्दा गाह्रो छ त्यो मान्छेले ब्याग ओसारेको यही त हो डन एन्ड डस्टेड भेरी इजी नि ल तपाईँ त ओर्लिँदा नि ओर्लिनु हुन्छ लेफ्टमा खासै केही छैन होला
पुगेन पासाङला पाङसाङला If you have the momentum, this bike is pretty good, but if you don't have the momentum, it's very hard. बुढा कहाँ गयो के भयो दाइ भित्र 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 पाङसाङला कति किलोमिटर हो अब आई मिन that's a deep rut, man. But very brutal. Very brutal. The last few kilometers are really brutal. I'm getting heavy, my palms are sweaty, and I'm not Eminem. I'm need stressed up. Just like I told, momentum is pretty hard. The suspension slow down the tongue already. गाडी यार दाइ तपाईँ त एकछिन म आउँछु पक्नु है यसमा पेक्समा बस्ने अनि अलिकति एउटा टेक्निक चाहिँ छ पक्नु है हो त्यही हो हिलो खायो मैले त डेन्जर त्यही नै हो म अगाडिबाट तान्छु 1 2 3 डोरी पनि लिएर हिँड्नुपर्छ नि नेक्स्ट टाइम है यस्तो यो बान्नलाई स्ट्र्याप एउटा KRAZZY हिलो खाएँ यार दाइ मैले हिलो खाएँ झन्डै म कहाँबाट आउनु त अनि
म अगाडि जाने ओए ठीक छ दाइ ओ शिट हजुर ठिक छ इट्स बेटर देन देयर हियर ठिक छ ठिक छ उठाउँ है अब यो उठाउन चाहिँ गाह्रो छ होइन क्यान यु टेक मी बाइक अफ गरिदिउँ पहिला ल यो त You want to try? निकाल्नु This is recording? Huh? Record भइरहेछ यो छ होला Crazy deep mud एकछिन है म अघि जस्तै तान्छु ल बाइक ल 3, 2, 1 एकछिन ठिक छ निकाल्नु निकाल्नु ल फाइनल पुश 3, 2, 1 लेट्स गो बाय 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 Ball, damn. झन् माथि झन् टेक्निकल रहेछ त ग्राब एकछिन हेलमेट फुकाल्नु एकछिन पानी सानी पिउँ क्रेजी एक्सपिरियन्स KRAZZY in Ruby Valley. के हो स्याल हो कि वुल्फ हो कि कुकुर हो खसेर अड्किरहेको बिचरा हैन कि भूत हो मिस्टी यस्तो यो बवाल देख्छ होला यार यो
जाउँ जाउँ अँ उभिएर चलाउने कि दाइ उठेर नट सेट Sorry guys, अलिकति बाटो चाहियो guys. Sorry guys. काहीँ न काहीँ चाहिँ पुग्यो है पाङसाङला पुग्यो कि तिप्लिङला पुग्यो हो कि के हो काहीँ न काहीँ चाहिँ पुग्यो हामी यस्तो डेन्जर रहेछ यार बाटो चाहिँ गाडीको चाहिँ सेटअप त्यो सबै छ प्रपर एडभेन्चर आइपुगेर हामी प्यास्चर ल्यान्ड ओ यही हो ल रुबी भ्यालीको टुप्पो यता एकछिन सोधौँ ल वेलकम टु रुबी भ्याली पाङसाङ नमस्ते दिदी यही हो पाङसाङ ला अब हामी तल तिप्लिङ जानलाई कता हजुर यताबाट यो माथि चाहिँ के छ हजुर अहिले त केही देखिँदैन होला है यहाँ खिच खाइदिउँ न त यहाँ पाउनु अमेजिङ आइपुग्यो त्यो दाइ के भयो तर आइपुग्यो ए यसरी यो यसो ल्यान्डमार्क नि त हेर त्यहाँ पहिला हिमाल देख्दै क्या हामी सेप्टेम्बरमा आउँदैन सक्यो तर यो चाहिँ यसको लागि त धेरै प्र्याक्टिस गर्नुपर्छ यो सेप्टेम्बरमा त सजिलो हुन्छ दाइ होइन त्यो ढुङ्गा छ नि त यस्तो तर अब राइड गइराख्नु पर्यो टेक्निकल राइड यसरी खिच्ने मसँग ट्राइपड छ गोप्रोमा खिच्नु पर्ला
अब चाहिँ पाङसाङलाबाट मुनि झर्दैछौँ हामी तिप्लिङतिर। अघि चाहिँ टेक्निकल अपिल, अब चाहिँ काइन्ड अफ लाइक अ टेक्निकल डाउनहिल छ, विच इज गुड। वी आर ह्याभिङ फन। अलिक डरलाग्दो छ ठाउँ चाहिँ, ठाडै छ, ठाडै चढ्छ, ठाडै झर्दो रहेछ। अलिक ग्रेजुअल मुस्ताङ्गा जस्तो चाहिँ छैन रहेछ बाटो होइन, तर इट इज गुड इन अ सेन्स। फ्रेस ट्र्याक्स रहेछ। हिजो गाडी गएको थियो भन्दै थियो, त्यस्तै होला। भनेपछि हिजो पानी परेको थिएन के, पानी पऱ्यो भने त यो बगान लाउनु पर्ने हो अन्त। म त एक्सप्लोर गर्दै कुदाइरहेको छु। सिइङ हाउ मच द टायर रियली ग्रिप्स। स्टक सिएट टायर तर मजाले ग्रिप दिइरहेको छ। कुदाउनुलाई तर आफूलाई बिस्तारै रिल्याक्स। मलाई टिसर्ट चाहिँ आयो बहुत टेक्निकल। साइकल चला जस्तै त हो होइन, हो नि। बिस्तारै गइरहेको छु ल। पहिरो पहिरो आकाश भयो मेरो। Let's go riding! Stock tires are pretty grippy, I would say. Not that enough. So bad is the one, you know. अलिक गाह्रो चाहिँ छ। हिलोमा चाहिँ चिप्लिन्छ कि, यस्तो यस्तो ड्राई प्याचमा चाहिँ ठिकठाकै छ। ओ कहाँ आइपुग्यो भाइ त सिधै कुदाउनु भयो। यो चाहिँ गोठहरू छ। दामी ठाउँ हो, पोखरी रहेछ त्यहाँ, अति बवाल ठाउँ हो।
Techy but so fun. Oi, patrulho. Dale, curti agua. Sí. थाक्यो यताबाट ओए यतैबाट आउनु है त्यहाँ अगाडि झन् डेन्जर छ कि यहाँबाट यता यता च्याप्दै जानुपर्छ कि तल पुग्दैछौँ तल पुग्दैछौँ लालीगुराँस फरेस्ट ओए बब्बाल यस्तो हरियो त 200% oxygen in my body. Wild strawberries देखिरहेको छु मैले खानु त हुँदैन होला यस्तो खानु मन लाग्यो मलाई स्ट्रबेरी र वाइन ओह हेलो नमस्ते गाइस बवाल यार कस्तो दामी ठाउँ यार दाइ के चराहरू के खतरा किङफिसर जस्तो नि छ वुडपेकर होला अझै दाइ सोध्नु पऱ्यो अझै नर्सिङ दाइ बर्ड वाचर टिएचसी दाइ अनि यहाँबाट हिलो छल्दिन्छ अनि फेरि अफ अनि यतापट्टि गयो ए कति राम्रो ठाउँ हो गजब गजब वाटर तल
पानी पर्दैन जे होस् मजा आइरहेछ बबाल मजा आइरहेछ मलाई त थाक्यो ठिक छ हिजोको तोङमा जस्तो कस्तो त्यो रुखको कस्तो बास्ना है कस्तो खतरा जङ्गल कस्तो नै खतरा जङ्गल ल ल ल ल बिट टायर्ड एकछिन त्यसरी होइन उल्टो गरेर मैले अस्ति सिकाएको थिएँ नि डेड लिफ्ट गर्ने त्यसरी चाहिँ गर्नुपर्छ त्योबाट हुँदैन होला तल ह्यान्डलबाट गर न त्यो मिरर निस्किन्छ हेभी यार यो दाइ बाइक मान्छेले त मान्छे बोकेर आइरहेको थियो यो बाइकमा त कस्तो पावर रहेछ त यार अलिकति यसोको छोड्ने बित्तिकै नै मजाले यही माथि जानु न मुनिबाट नजानु मान्छेलाई कसरी जान्छ यो बिचबाट यहीँ लेफ्टबाट जान्छ त तपाईँ जस्ट ट्रस्ट यो बाइक गो सीधा 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 लड्दैन सिंगल ट्र्याक रहेछ नि त सिंगल एन्ड सिंगल यसबाट कुदाइदिनु के हो बाइक हस्की 250 भएर त स्योर यहाँबाट नै झारिदिन्छु म हस्की 250 भएर उयो आउटसाइड फलो गर्नु दाइ आउँछ टेक्निकल
लेफ्टबाट आउनु Crazy! Yeah, it is easy boy. ल्याम्लुम गइदिएर दाइ भगत बडो हिलो रहेछ अब भर्खर क्रेजी कुदाइदियो हेर दाइ त्यहाँ क्या अब के गर्ने अब यहाँ राइटबाट जानु पर्ला म स्काउट गरौँ नमस्ते नमस्ते I'm pretty sure amazing ठीक छ थाक्यो तपाईँ बाइकै चलाउनु नआस्तो भएर त थाक्यो कि एकछिन ओर्लिनु दाइ त्यहाँ हाल्नु मिल्छ बाइक ठिक छ यहीँ बसेर रेस्ट गर्नु ल एकछिन रेस्ट रिल्याक्स जस्ट हेलमेट सेलमेट खोल्नु एकछिन मोनोटोनस भयो कि दाइ मोनोटोनस भयो कि कमिङ डाउन एन्ड डाउन एन्ड डाउन अनि त्यसरी पनि हो तपाईँलाई अब एकछिन बस्ने यो चढ्न झन् डेन्जर गइहाल्यो ब्याड क्याच अच्छा हातबाट नि गइदिरहेको हाउ डु आई टेक इट होइन लिन्छु त्यही कसरी त अब बाइक कसरी हाल्ने मै गल्न थालिसकेँ दाइ सुगर सफ्ट क्यान्डी उयो त सुन्तला जस्तो त दाइ
खाने बित्तिकै एनर्जी आए जस्तो भयो त मलाई त खाने बित्तिकै गिया भए जस्तो भयो कि एकदम स्पाइक फास्ट दिन्छ नि त यसले आइपुग्यो टिप्लिङ टिप्लिङ झन्डै झन्डै अब चाहिँ हामी टिप्लिङ आइपुग्यो फाइनली आफ्टर वाट हाउ मेनी आवर्स अफ राइडिङ फ्रम पाङसाङ 2 hours नियरली ब्रुटल ट्रेन यार यस्तो रकी यस्तो मडी थियो त्यो बाटो र चलायो हामीले मजाले रमाइलो छ रमाइलो खोला एउटा वाटरफल रहेछ यहाँ त डेन्जर वाटरफल हो फेरि चाहिँ कस्तो सफा पानी है कहाँबाट जाने भनेदेखि बिचबाट जानु पर्ला है बिचबाट अब चाहिँ हामी टिप्लिङ आइपुगेको अवस्था अगाडिको गाउँ इज टिप्लिङ very beautiful all terrace farming state farming okay so हाम्रो साइकल चाहिँ बाइक नलगाउँ होला अफ-रोड अलि एक्सट्रिम छ हैन फस्की भएको पुग्यो रे पुग्यो टिप्लिङ पुग्यो टिप्लिङ होइन त अनि बोल रानी हुन सोचिरहेको छ एकचोटि चाहिँ लड्यो म बाइक चाहिँ पावरमा पुगेर त्यो पनि आफूले क्रेजी लाइन लिएर ट्राई टु द सेफ लाइन के हुँदैन थियो होला लाइक लेट्स गो ओ कस्तो खतरा थियो गाउँ खाना चाहिँ कहाँ गएर खानिन्छ very beautiful waterfall over there so खतरा गाउँ है त्यसलाई यहीँ बस्न पाए मजा आउँछ इन्टरनेट कनेक्सन भयो भने त यहीँ बस्दिन्छु म
इन्टरनेट किन भनेदेखि काम गर्नु पऱ्यो नि त होइन, पैसा कमाउनु पऱ्यो होइन। ढलानको बाटोहरू ढलान त छैन, दाजु यहाँ यसो खाना खाने ठाउँ कहाँतिर छ? तल छ तल। यही बाटो हो? यही बाटो जानु। ल हुन्छ हुन्छ। गोरेटो बाटो छ नि, गोरेटो? उयो ढलान गरेछ अँ हो, त्यही बाटो जानु। त्यो बाटो गयो भने पुग्छ? पुग्छ। बाइक जान्छ? जान्छ। अनि घुमाउने ठाउँ छ उता छ। हो? ल अब हामी उ त्यो गोरेटो उ त्यो ढलानको बाटो जानुपर्छ अरे, मैले सोधेको। होटेललाई लास्टको घरमा बाइक घुमाउने ठाउँ छ होइन? भात खाने ठाउँ चाहिँ होटेल चाहिँ त्यहीँ हो अरे। यहाँबाट त नलग, म त लानु होला। हो यहीँ छोड बाटो जान्छ होला। मेरो एनर्जी एकदम कम भएको छ। हो त्यसो डबल लोड जाउँ न त, तपाईँको बाइक छोडिदिनु म लग्छु तपाईँलाई, हुन्छ? जान्छ जान्छ जान्छ, लेट्स गो। सिंगल ट्र्याक लास्टको घर भन्यो। अशोक रुबी भ्याली होमस्टे अरे। दिदी होटेल कुन चाहिँ यही हो? बाइक कहाँ रोकौँ? बाइक वाह पुग्यो।